नमस्ते दर्शकवृन्द, के तपाईँ पनि नेपाली टेलिभिजनकी चर्चित पात्र भुन्टीको सोझपन र सुकुमायाको निडर अडानलाई नियमित पछ्याउँदै हुनुहुन्छ? के भुन्टीले आफूमाथि भएका अनेक अन्याय, अत्याचार र षड्यन्त्रहरू विरुद्ध अन्ततः न्याय पाउन सक्लिन्? अनि के मुख्य पात्र भुन्टीको जीवनमा अब खुसी र सफलताको नयाँ अध्याय सुरु होला? आज हामी भुन्टी भाग 329 को छोटो र प्रभावकारी रिभ्यू प्रस्तुत गर्दैछौँ। यस भागमा कथाले निकै ठुलो मोड लिएको छ। एकातिर भूपेन्द्र र उसको परिवारले गरेको षड्यन्त्रको पर्दाफास भई प्रहरीले उसलाई नियन्त्रणमा लिएको छ भने गल्ती ढाकछोप गर्ने उनीहरूको चाल असफल बनेको छ। अर्कोतिर सुकुमायाले भुन्टीलाई पूर्ण न्याय नदिलाएसम्म नछाड्ने कडा अडान लिएकी छिन् भने म्याडमले भुन्टीको पढाइ नरोकियोस् भनेर घरमै ट्युसन मास्टर भद्र सरको व्यवस्था गरिदिनु भएको छ, जसले भुन्टीको जीवनमा नयाँ आशा थपेको छ। भिडियोका कमेन्ट सेक्सन हेर्दा दर्शकहरू दोषी पक्राउ परेकोमा खुसी देखिएका छन् र अन्ततः सत्यको जित भयो। सुकुमायाको आँट प्रशंसायोग्य छ भन्दै मास्टर साहबको प्रवेशले कथालाई अझ रोचक बनाउने प्रतिक्रिया दिएका छन्। अब आगामी भागको अनुमान लगाउँदा भूपेन्द्र जेल परेपछि उसको परिवारले मुद्दा फिर्ता लिन थप दबाव र वा षड्यन्त्र गर्न सक्छ, तर मास्टर साहबको मार्गदर्शनले भुन्टीलाई अझ सशक्त र आत्मनिर्भर बनाउनेछ। अन्ततः यस भागले पाप र षड्यन्त्र जति नै बलियो भए पनि अन्त्यमा सत्यकै जित हुन्छ र जुनसुकै परिस्थितिमा पनि शिक्षा र न्यायको लडाइँ रोकिनु हुँदैन भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ। तपाईँलाई यो भाग कस्तो लाग्यो कमेन्टमा अवश्य लेख्नुहोला र अर्को भिडियोमा भेटौँला। धन्यवाद।